हाई एभ्रिवान, गुड मर्निङ, नमस्ते छोरले। अनि फेरि पनि स्वागत छ हाम्रो युट्युब च्यानल आरजे ब्लग्समा। अहिले चाहिँ बिहानको समय हो। अनि आज चाहिँ हामी जाँदैछौँ तालबाराई दर्शन गर्नको लागि। अनि आज चाहिँ एउटा स्पेशल दिन पनि रहेको छ। त्यो चाहिँ हो मेरो मम्मीको चाहिँ आज ह्याप्पीवाला बर्थडे चाहिँ रहेको छ। सो बर्थडेको दिन पारेर हामी चाहिँ तालबाराई जाने भनेको। अनि मम्मी आउनु भएपछि मैले कहीँ पनि डुलाउन लगेको छैन कि। अनि जाडो छ है, अनि हिँड्न पनि मन नलाग्ने। अनि दिनभरि घरमा सिरकोर्यो, सुतेर बस्यो। अनि आज चाहिँ यस्तो अब राम्रो दिन पनि छ, अनि यसो भगवानको दर्शन पनि हुन्छ, अनि घुमघाम पनि हुन्छ भन्ने हिसाबले चाहिँ हामी जान लागेको। सो हेर्दै गर्नुहोला हाम्रो भिडियो। के कस्तो लाग्छ हजुरहरूलाई, मन परेमा लाइक, सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु। हुन्छ निस्केको। कहाँ जाने हो? ट्याक्सी जाने पहिला, अनि बसमा भरे जाने। ल यो टोपी लाउने हो। यहाँ बसौँ न। हामी चाहिँ निस्केको फेवातालमा। नाति बच्चा कता हो डुल्न ल? आज डुल्दै डुल्दै फेवाताल घुम्न जान लाग्यो। आज चाहिँ हाम्रो मम्मीको बर्थडे, जन्मदिन। कति वर्ष पुग्नुभयो मम्मी? 55? ल मम्मी चाहिँ यहाँ 55 लाग्नु भयो आजबाट। तर पनि हाम्रो मम्मी चाहिँ लक्का जवानै देखिनुहुन्छ है, होइन? नाति यत्रो भयो नि मम्मी जवानै हुनुहुन्छ। यहाँ ज्याकेट लाउनुपर्छ क्या। फुल किन्ने होला नि, उता हाल्छ फुल। पहिला आउनु यता ज्याकेट लिउँ भने। मन्दिर जाने लाइफ ज्याकेट एउटा लिनु न। बाबु ज्याकेट लाउने, उता जाने हो नि हामी, पर जाने हो नि, बोटमा जाने। बाबु के हेर्नु जाने हो? यता हेर्नुहोस् न, फोटो खिच्ने। माछा हेर्ने, फिस हेर्ने, फिस। मम्मीलाई डर लाग्छ कि क्या बाबु? बाबु यता बाई बाई, बाई बाई। आमा यो लाइफ ज्याकेट यस्तो भएको मोटो न मोटो हो। हामी चाहिँ अब बाराही मन्दिर जानको लागि बोटमा चढेको। मन्दिरसम्मको लागि चाहिँ 100 रुपियाँ लिन्छ नेपालीहरूको लागि, टुरिस्टहरूको लागि चाहिँ 150। बाबु यहाँ हेर न, हाई हेर्नु न, हाई यता हेर न, यता के हेर्ने हो बाबुले आज? फिस हेर्ने हो, फिस। हामी कहाँ आएको? पानीमा आएको। हेर न पानी, वाउ पानी, कति धेरै पानी छ है यहाँ। वाउ
फाल्टु हुनुहुन्छ फेवा तालमा सहेली अन्त गीत गाउने हो अरे कसले गाउने गीत ऊ त्यसो ठुलोमा बस्नुपर्ने रहेछ ठुलो थिएन कि सानो सानो मात्र थियो ल गाइदिनु त मलाई फेवा तालमा साइली डुङ्गा सरर पुरा गाइदिनु न ल मम्मी चाहिँ लजाउनु भयो पुरा गीत भएन आज कति धेरै मान्छे हो कि बिहानको टाइम भएर हो सधैँ यस्तै हुने हो कि वाह बाबु यसले चाहिँ यहाँ माथि देखेको सानो प्लेन अनि त्यो ठुलो थिएन नि त ठुलो लाइनै लागेको थिएन मेरो चाहिँ लाइफ ज्याकेट ठुलो भएछ क्या ठुलो साइजको लिएछ मैले त्यही भएर त्यो चाहिँ फरक परेछ यो चाहिँ हामी चाहिँ अब मन्दिरको नजिक आयौँ धेरै पछि आइयो तालबराईबाट कि जय 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 यो चाहिँ एक चक्कर लाएर उता रोक्छ के अरे ओ नो दुङ भयो नि बाबु बाबा आयो त्यो अङ्कल खोल्ने होइन ए खुल्यो अहिले लाउने अहिले लगाइदिन्छु म यो यहीँ माछा हुन्छ नि बाबु फिस हुन्छ यहाँ फिस हुँदैन यहाँ पानीमा हुन्छ फिस है चरी पनि छ परेवा कति धेरै हुन्छ नि बाबु यहाँ परेवा परेवा हुन्छ फिस हुन्छ यहाँ कति धेरै फिस हुन्छ परेवा हामी चाहिँ अब मन्दिर अगाडि आयौँ अब यहाँबाट झर्छौँ हामी यहाँ आउनुहोस् कहाँ हिँडेको होला भुङ हुन्छ यता आऊ कि उता जाने बाई हामी चाहिँ यहाँ तालबराई मन्दिरको प्राङ्गणमा मम्मी चाहिँ उहाँ पूजा गर्ने लाइनमा हुनुहुन्छ यसले चाहिँ मलाई यहाँ दौडेर जम्मा पहिला पूजा गर्ने पहिला घन्टी यता छ यहाँ छ घन्टी ए यहाँ चाहिँ बन्दै भएर यता रहेछ कि
मम्मी चाहिँ त्यहाँ पूजा गर्न पस्नु हो। ल घन्टी बजाऊ। अलि बेसरी टुङ गर न। अलि बेसरी टुङ 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 गर्नुहोस्। यस्तो गर न। यहाँ यहाँ हेर न। यहाँ छ नि यसलाई ए हो गर्नुहोस् त। आऊ यहाँ यहाँ आउनुहोस्। सक्छ कि यहाँ हेर न। ल होइन आमाबाट होइन ल भित्र जाउँ। बाबु यहाँ हेर्नुहोस् त एकचोटि बत्ती छ। यहाँ तल यसलाई समाउने हो कि यसलाई समाउने टुङ। बजाऊ बजाऊ। यहाँ हेर ए ल यहाँ उ गर बजाऊ। म परेवाकै खिच्छु। यहाँ हाल। यहाँ हाल्नु। उता अर्कोमा अब यहाँ त सरी अर्कोमा यहाँ हाल्नुहोस्। यता हाल्नुहोस् है। हो यहाँ यहाँ हो यसरी ल छ्याबास। यो केटा त मन्दिरमा गएको। आमाले धुपबत्ती बाल्नु भन्दैछ कि बाबु। अहिले उता गएर बजाउनु रोक न एकछिन। यहाँ आमाले पहिला धुपबत्ती बाल्नुहुन्छ नि जाने हो क्या। आए बुवा भन्छ हौ। अल्छी अल्छी मान्छे बुवा भन्ने। खोइ पङ्का नजिक नजाऊ क्या। ऊ त्यहाँ बत्ती छ पोल छ। यसको चाहिँ काम छैन। यहाँ परेवा लहर्ने काम मात्रै भन्छ। आउनु यो चाहिँ परेवा होइन। ऊ त्यहाँ म नरिवल फुटाउने ठाउँ। खै यो परेवाला हाल्नु। बाबा ना बाबू ये दाना दिने। आओ ये यहाँ से दाना दाना देऊ बाबूले नि। आऊ आऊ भन्दै देऊ परेवाला यसरी। आऊ आऊ ल आऊ आऊ आऊ। अच्छा
हात थाप म हातमा हालिदिन्छु हात थाप्नुहोस् ल हाल्देऊ परिवारले आची गरिदियो साथीहरू परिवारले मलाई आची गरिदियो परिवारले आची गरेको राम्रो हुन्छ अरे भन्छ हेरौँ है कस्तो कतिको राम्रो हुन्छ ल लु हातले झिकेर लैजाऊ त आह भन न वाउ भयो कति धेरै छ यहाँ कसरी सक्छौ सामान सक्दैन यहाँनिर धेरै छ यता हाल्नु यतापट्टि धेरै यो मान्छेहरू यता आएर माछा लाग्यो कति राम्रो माछा निस्कियो माछा निस्कि माछा निस्कि माछा आउँदैछ माछा देख्यौ माछा खोइ बोल्यो यहाँ यता कुनामा हेर बिग बिग माछा छ यहाँ यहाँ छ माछा माछा बिग माछा कत्रो यहाँनिर चल्यो हिँड्ने माछा बाबुले माछा हो त्यो चारा खान आयो माछाले कति धेरै माछा च्याप्प समाउन मिल्दैन सक्दैन नि बाबु हामी चाहिँ यहाँ पूजा आजा सक्यो सानो सक्छ पानीमा सक्छ गइसक्यो पानी कत्रो आयो कुत्रो माछाले मुख आ गरेर आएको चारा खानालाई यहाँ हेर्नु ल माछा आ गरेको कति माछा कति धेरै यहाँ छ माछा माछाले कस्तो खाएर माछालाई हाल्ने दाना 100 रुपियाँ यतिको ल हाल्नुहोस् समाइदिनु त ऊ साप भुइँमा झऱ्यो बाबु यता हाल्नुहोस् बाबु
के गर्नु भएको? पिठलाई चारो हाल्दिएको हो नि। वाह छिट्यो यहाँ फाल्ने यहाँ डस्टबिनमा त्यहाँ होइन त्यहाँ फाल्ने होइन डस्टबिनमा हाल्नुपर्छ है। अब माछाले खाएको हेरौ बाबुको दाना माछाले खायो बाबुले दाना हालेको खायो खायो च्याप्पो गर्न त मिल्दैन यसले त च्याप्पो गर्ने भनेको के गर्ने बाबु च्याप्पो गर्न मिल्दैन तल छ माछा टु देखाउ न टु होइन होइन पुछिदिएको फेरि पुछिदिनु ल पुछिदिनु भयो भयो त्यो खाऊ आमा ह्याप्पी बर्थडे भन ल छिटो भन पहिला आमालाई हेरेर भन्नुहोस् त अहिले त प्याकेटै बोकेर हिँड्छ खै मलाई नि एउटा दिनुहोस् त ए मैले चाहिँ खाने होइन त्यहाँ बाबुले मात्रै खाने हो दिनुहोस् एउटा ए खाने होइन ल ओके पानी खाऊ पानी तिलको हो त सबै गरेर खाऊ है मिठो छ नि मिठो छ यो मात्रै मिठो छ मिठो हुन्छ यो खानु खानु त्यो मात्रै खाने पानी हात पुस्ने आऊ त यहाँ ल अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ मन्दिरबाट ओ त्यता जाने होइन एकछिन त्यहाँ जाने भनेर एकछिन बसेर बोलाउनु एकछिन पढाउनु गर्नुहुन्छ होला नि कहाँ जाने त्यो बोटमा जाने भनेको थियो ल चढाइदिनु न त एकैछिन यसलाई चाहिँ यो ठुलो बोटमा चढ्न मन लागेको रहेछ त्यही भएर फोटो खिच्दिउँ जाने अब बाबु अहिले हामीलाई हात बाहिर निकाल न यता हान्नुहोस् त यहाँ मम्मीको मोबाइलमा मुसा छ मैले मुसा टाँसेको छु मोबाइलमा हेर यहाँ कत्रो बिग मुसा टाँसेको छु यहाँ हेर त ल अब हामी चाहिँ पारी जानु लागेको हाम्रो आजको मन्दिर दर्शन कार्यक्रम समाप्त भयो बोटमा जाने अर्को बोटमा जाने त्यो बोट भर्यो अर्को बोटमा जाने अलि यता आऊ न डिलमा नजाऊ राख्दैन आउँछ
बत्ती बल्ले छ कसले निभाउने होला बाबुको बत्ती अहिले आउँछु हामी चाहिँ अहिले फुड ट्र्याकमा हिँड्दैछौँ अब चाहिँ हामीलाई भोक लागेछ अब चाहिँ हामी कहाँ गएर के खाने भनेर चाहिँ सोच्दैछौँ तर के खाने हो अब मम्मीले चाहिँ भात खान्छु भन्नुभएको छ मेरी माया फूल जस्तो वाउ छाता बन्द भयो त्यहाँको छाता त ल गाडी आयो साइड लागौँ साइड छाता कोही छाता त कस्तो सुकेछ कति छाता कति धेरै छाता छाता हेर्दै तोलाएर मक्ख गरेको साथीहरू आजको हाम्रो घुमघाम चाहिँ सकियो मेरो बाबु पनि सुतिसक्यो है अब चाहिँ हामी केही खानेकुराहरू खान्छौँ अनि त्यसपछि घर जान्छौँ हाम्रो भिडियो चाहिँ हेर्दै गर्नुहोला मन परेमा लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला हाम्रो भेट फेरि पनि अर्को नयाँ भिडियोमा हुने रहेछ त्यतिन्जेलको लागि हामीलाई माया नमार्नु होला बाई बाई पन्जा लाएर खाना रेडी भएर अब दुईटा हातले गर्नु ल खन्याउनु त म गर्छु यहाँ आइज भाडा नि लैजाने भाडा नि ब्यागमा हालेर लैजानु खै त्यही दही चाहिँ होला लिन ल चाखेर भन्नु त कस्तो हो आज मम्मीको चाहिँ बर्थडेमा बिरयानी ट्रिट चाहिँ मम्मीको तर्फबाट मिठो छ यो हाले नि हुन्छ क्या हालेर खाए नि हुन्छ त्यो छुट्टै खाए नि हुन्छ आमाको ट्रिट खाने बेलामा नाति त उहाँ सपनाको संसारमा पुगेछ त्यहाँ सुतेर अहिले सुतोस् निन्दा पुरा